नमस्ते तथा स्वागत छ तपाईहरुलाई कान्छी भाग 312 मा जेलमा चोटको अवस्थामा यसरी फेला परियो बनेर बनाइएको यस भिडियो तपाईहरुलाई हार्दिक स्वागत गर्न चाहन्छु। आशा खड्का र सागर गौतमको रिप्रेजेन्टमा तयार गरिएको यो भिडियो अहिले भने 312 एपिसोडमा चलिरहेको छ। तपाईहरुलाई के कान्छी सिरियल मन पर्छ या त मन पर्दैन कमेन्ट गर्नु होला। आफ्नो विचारलाई कमेन्ट बक्समा लेख्न नभुल्नु होला। र के हुनेछ अब यिनीहरुको आगामी यात्राहरु भने पुरानो दिनहरु सम्झिने हो भने साच्चै आँसु झर्न बाध्य हुन्छ सम्पूर्ण दर्शकहरुलाई। र कान्छी कतिको मन पर्छ कमेन्ट पनि गर्नु होला। जेलमा चोटको अवस्थामा यसरी फेला परियो बनेर बनाइएको यस भिडियो तपाईहरुलाई हार्दिक स्वागत गर्न चाहन्छु। आशा खड्का र सागर गौतमको रिप्रेजेन्टमा तयार गरिएको यो भिडियो अहिले भने 312 एपिसोडमा चलिरहेको छ। तपाईहरुलाई के कान्छी सिरियल मन पर्छ या त मन पर्दैन कमेन्ट गर्नु होला। आफ्नो विचारलाई कमेन्ट बक्समा लेख्न नभुल्नु होला। र के हुनेछ अब यिनीहरुको आगामी यात्राहरु भने पुरानो दिनहरु सम्झिने हो भने साच्चै आँसु झर्न बाध्य हुन्छ सम्पूर्ण दर्शकहरुलाई। र कान्छी कतिको मन पर्छ कमेन्ट पनि गर्नु होला।